पसल पेजमा स्वागत छ। आज चाहिँ म दुधेको डम्फेटारमा येल्लो होमस्टेमा चाहिँ फ्यामिलीसँग डिनर गर्न आएको छु। यहाँको नजारा चाहिँ यस्तो छ। यो चाहिँ सबै बेम्बु घारीभित्र बनाएको रहेछ। मजाले यो बाँसहरूले गर्दा चाहिँ अझै यसको रौनकै अर्कै आएको रहेछ। तपाईहरुले देख्न सक्नुहुनेछ। यहाँतिर चाहिँ पुरै रुमहरु रहेछ। आएर चाहिँ बसी खान सक्नुहुनेछ तपाईहरु। यो चाहिँ लोकेसन चाहिँ दुधे डम्फेटार हो। यहाँ चाहिँ सबै बाँस घारीको बीचमा चाहिँ बनाएको रहेछ। यो चाहिँ नाइट हुनुको कारणले गर्दा क्लियरिटी चाहिँ आएको छैन। त्यसको लागि चाहिँ मलाई क्षमा चाहन्छु। यहाँ चाहिँ पुरा यस्तो छ। यहाँ पनि पुरै उ छ। यहाँ भित्र चाहिँ मेरो फ्यामिलीहरु अर्डर दिएर बसिरहेको छ। म चाहिँ तपाईहरुको निम्ति सानो भिडियो बनाउँदैछु। यहाँ चाहिँ पुरै बाँस घारीमा चाहिँ एकदम मजाले चाहिँ सोचेर बनाएको रहेछ। रेस्टुरेन्ट प्लस होमस्टे चाहिँ यहाँ चाहिँ भाइहरुको किचन रहेछ। यहाँ किचनमा चाहिँ काम चलिरहेको छ। यतातिर सबै यहाँ चाहिँ दिनमा बसेर खाने हो न के हो त्यो चाहिँ याद भएन। कोल्ड ड्रिङ्क्सहरुको एडको फोटो चाहिँ हालिरहेको रहेछ। सायद केही छ, केही न केही चाहिँ हो यो। यस्तो छ। यहाँ चाहिँ सबै होमस्टे रहेछ तपाईको। होमस्टे पनि मजाको बनाएको रहेछ। यता चाहिँ सबै यो साइड चाहिँ होमस्टे रहेछ। धुपीको पनि मजाले डेकोरेसन गरिदिएको रहेछ प्लान्ट हालेर। यो साइड चाहिँ होमस्टेहरु डल्लै होमस्टे रहेछ तपाईहरुको। धुपीको प्लान्ट पनि मजाले गोलो बनाएर राखिदिएको रहेछ। होमस्टे चाहिँ यहाँ रहेछ। आज चाहिँ मान्छे छैन रहेछ। अलिक सिजन अफ भएर होला। होमस्टे चाहिँ खाली खाली नै रहेछ। यता चाहिँ स्विमिङ पुल रहेछ। तपाईहरु दिनमा आएर एकदम स्विमिङ गर्न सक्नुहुने रहेछ। म जाँदैछु स्विमिङ पुलतर्फ। तपाईहरुलाई स्विमिङ पुल पनि देखाइदिँदैछु। यहाँ पनि दुईटा होमस्टे नै रहेछ। यहाँ चाहिँ स्विमिङ पुल रहेछ। साह्रै ठुलो भएन, सानो ठिकैको रहेछ। यहाँ चाहिँ तपाईहरु आएर स्विमिङको पनि मजा लिन सक्नुहुने रहेछ। यहाँ पर एकदम हाम्रो गोर्खे अर्ग्यानिक तोङ्बा पनि पाइने रहेछ। तपाईहरु तोङ्बाको मजा पनि लिन सक्नुहुनेछ आएर। यहाँ चाहिँ मेरो सानो फ्यामिलीहरु बसिरहेको छ। यहाँ चाहिँ मेरो छोरी कुदेर आएको छ। दुईजना एकदमै खुसी छ। दुईजना चाहिँ अर्डर दिएर बसिरहेको छ। अर्डर आएर चाहिँ म तपाईहरुलाई देखाउँछु बादमा के हुनेछ। स्टार्टिङ चाहिँ ब्ल्याक टीबाट हुँदैछ। बादमा अरू चाहिँ के आउँछ हेरौँ। अर्डर भएको छ। एकदम खुसी छ उहाँ चाहिँ। नानीहरु पनि एकदम खुसी भएर कुदिरहेको छ हैन। हाम्रो चाहिँ काँचको थालमा एकदम थाली आइपुग्यो। यहाँ आइटममा चाहिँ के छ भने पुरा दाल, भात, घिउ, दही, यता बकको सुकुटी, यता पर्कको सुकुटी, यता चाहिँ रहेछ भात सब्जीहरु। अब हामी चाहिँ सुरु गर्न आँटेको। आजको भिडियो चाहिँ यतिमै समाप्त गर्नेछु। धन्यवाद।